सो लेट्स गो। यो छ नि यसमा चाहिँ रेस्टुरेन्ट बन्दै थियो होला, जस्तो रिसोर्ट बन्नला जस्तो लागिरहेको थियो गाइज होइन। यो आधी बनाएर छोडेछन् यत्रो, किनकि यहाँ पहिरोको डर अथवा केही न केही चाहिँ भयो होला, नत्र यत्रो लगानी गरेर छोड्ने कुरो त हुन्थेन। केही न केही प्रब्लम भएकै होला अनि त्यही भएर छोडेको जस्तो लाग्छ मलाई चाहिँ होइन। हामी ठुलो खोला टु धार्के त लाग्दैछौँ होइन गाइज। अब बाटो त एकदम यो चाहिँ पुरै पहिरो लड्न लागेको छ कि, अनि त्यही भएर पुरै तपाईँको प्लास्टिक हालिदिएर बबाल यहाँबाट पानी नजाओस् भनेर होला सायद होइन, बबाल गर्दैछन्। इन ड्राइभ 12 किलोमिटर धार्के यहाँबाट बाँकी अब जानलाई आइपुग्छ 12 किलोमिटरबाट। सो गाइज यो बाटोमा चाहिँ अनि तरकारी पसलहरू पनि छ है, लोकल तरकारी खान मन लाग्छ भने यो बाटोमा मस्त प्रशस्तै पाइन्छ पसलहरू, छानी एकदम राम्रो हुन्छ नि, लोकल सबैतिर लोकल पाउँछ है यहाँ चाहिँ। सो गाइज यस्तो छ बाटो राम्रो छ तर सेफली भएर चलाउनु पर्छ है। हेलमेट खोइ दाजु, दाइको हेलमेट हरायो गाइज। यो बाटोमा फाइन काट्यो भने के गर्ने होला, चिट काट्नु पर्यो, चिट। ट्राफिक दाजु पुर्याउनु पर्यो। सो गाइज बाटो त एकदम बबाल छ तर टर्निङ पोइन्टहरू लास्टै छ है, लास्टै धेरै नै छ। यो चाहिँ धुनीबेसी वडा नम्बर 2 वडा कार्ड है। मेरो अगाडिको भिडियो चाहिँ यहीँको हो है गाइज, त्यो 1.4K पुगेको छ नि, त्यो चाहिँ यहीँ बनाएको भिडियो थियो मैले होइन। अब यसको त्योभन्दा पनि धेरै भ्युज जाओस् भन्ने योजना हो होइन। होन्डा हिरो म नयाँ भर्खर सुरुवात हो होइन, त्यही भएर यस्तै भइरहेछ, बोल्न आउँदैन, सिक्दैछु। मलाई एउटा गुरुले भन्नुहुन्थ्यो कि यो कुरामा कोही पनि, यो धरतीमा कोही पनि पर्फेक्ट भएर आएको हुँदैन, तपाईँको सबै हुन्छ नि, सबैजना सिक्दै जाने हो अरे कि। अनि त्यस्तै पिरियडमा छु म पनि, सिक्दैछु, जाँदैछु, सिक्दैछु। तपाईँको यहाँ चाहिँ खोला बाबा, यो खोलाको अलिकति मात्र पिच छ हेर्नु न गाइज। खोलाको ढलान चाहिँ अलिक कम भयो कि, योभन्दा यतापट्टि चाहिँ पिच ठ्याक्कै बिग्रेको हो। तपाईँको 1-1 मिटर बढाइदिया भयो, 2-2 मिटर बढाइदिया भयो त राम्रो हुन्थ्यो होला नि त होइन र। मलाई चाहिँ त्यस्तो लाग्यो है, किनकि यो बाटोमा सबै बिग्रेको भने खोलामा बाटो बिग्रेको 1-2टा धेरै ठाउँमा तपाईँको। अन्त त बाटो A1 लास्टै राम्रो। लभली दाइ लभली भन्थ्यो एउटा भाइले, त्यही गाइज। बिसेफ लास्टै टर्निङ छ, टर्निङ चाहिँ रनिङ है, रनिङ दाइ। हाम्रो एउटा दाइ हुनुहुन्थ्यो नि मेडिकलवाला, टेस्ट ड्राइभ उहीँ जानुभयो है भर्खर गाइज। 40 भन्दा यहाँ 80 गइरहेछ, के गर्ने होला गाइज। मलाई ट्राफिक दाइले चिट नकाटोस्, मेरो भनाइ त्यही छ। किनकि बाटो राम्रो छ त्यही भएर बटारियो। अब के गर्नु होइन। के कसो गाइज, दाइको नि छैन हेलमेट।
हेलमेट खोइ दाइ, हेलमेट हरायो। टु 20। सो गाइज अब धेरै लङ भिडियो बनाउन नि खासै आउँदैन, बोल्नै आउँदैन मेन कुरो त होइन। के बोल्ने नै थाहा छैन तपाईँको। अलिअलि बोल्न आएको कुराहरू बोलिरहेको छु। त्यही हो गाइज। 220 चलाउनेको खुट्टा दुख्या है गाइज। त्यही भएर पुरै खुट्टा यस्तो यस्तो गरेर हेर्नु है। टु 20 त किलिङ भइगयो। तर बबाल 220ले मसँग जिस्किन्छ होइन। म स्लो गर्छु है गाइज, स्लो गर्छु, त्यो अगाडि जान्छ 100% अगाडि जान्छ 220। 100% मसँग रेस खेल्छ। बिस्तारै चलाउँछु होइन। अब अगाडि जान्छ 100%। गएन त गाइज, के हो खै। म यस्तो कन्ट्रोल गरेर राखौँ त्यही पनि जाँदैन त अगाडि। भाइरल भालुखोला आयो है गाइज। यो चाहिँ भालुखोला पुल भइहाल्यो। पुल त छैन अब मात्रै। कति लटको रहेछ 65, सेम टु सेम रहेछ है गाइज। 96 को रहेछ। केटाहरू कुदाउँछ अब थाहा मलाई होइन। रेस खेल्यो केटाहरूले होइन। तर केटाहरूलाई थाहा छैन होला म यही बाटोको प्रो प्लेयर त भन्दिनँ। केटाहरूले कुदाएन है गाइज, यो बाटोमा कुदाएन। यसको नि हेलमेट खोइ, हेलमेटै लाउँदैन यार यो बाटोमा। हेलमेटै किन होला, हेलमेट चाहिँ खोइ के हेलमेट। सो गाइज भिडियो धेरै लम्बिन्छ होइन। सर्ट हालिदिन्छु है म अहिलेलाई यति नै।